हामी यहाँहरूमाझ बिहानैदेखि एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ सम्बन्धी खबरका विभिन्न अपडेटहरूका साथ उपस्थित भएका छौं। यही बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सड़क संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। यसअघि बिहान ओलीलाई प्रहरीले उनको निवासबाटै पक्राउ गरे लगतैदेखि नै एमालेको प्रदर्शनहरू सुरु भइसकेको थियो। पार्टीले निर्णय गरेपछि झनै उग्र भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एमालेको प्रदर्शन झडप र घम्साघम्सीमा बदलिएको थियो। यस क्रममा प्रहरीले लाठी चार्ज समेत गर्नु परेको छ, जसमा परि प्रदर्शनकारी घाइते समेत भएका छन्। खास गरी सचिवालयको निर्णय बमोजिम नै दिउँसो 3 बजेदेखि माइती घरमा भेला भएका एमालेका विभिन्न जनसंगठनमा आबद्ध रहेका कार्यकर्ताहरूले प्रदर्शन जारी राखेका हुन्। माइतीघरदेखि बबरमहल बिजुली बजार क्षेत्र त्यसपछि तनावग्रस्त बन्न पुग्यो। एमालेका जनवर्गीय संगठनहरूले काठमाडौँको बबरमहल स्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्। आक्रोशित कार्यकर्ताहरूले गाडीमाथि तोडफोड समेत गरेका छन्। वास्तवमा भन्नुपर्दा जेएनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार एका बिहानै प्रहरीले पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो। यसको विरोधमा नेकपा एमाले देशैभर विरोधमा उत्रिएको छ।